वर्षमान अहिले हामी केराबारी वडा नम्बर 4 चुरी भन्जानको स्कुलको प्राङ्गणमा छौँ। यहाँ चाहिँ माघे सङ्क्रान्तिको विशेष अवसरमा चाहिँ मगर जातिहरूको चाहिँ यहाँनिर चाहिँ माघे सङ्क्रान्तिको अवसरमा चाहिँ मेला आयोजना भएको छ। यहाँ केराबारी वडा स्थानको वरपर रहनु भएको विभिन्न वडाको महानुभावहरू चाहिँ यहाँ विभिन्न आफ्नो जातीय वेशभूषामा सजिएर चाहिँ उहाँहरू चाहिँ माघे सङ्क्रान्तिको यस उत्सवलाई एकदम हर्षोल्लास साथ मनाइराख्नु भएको छ। आफ्नो जातीय पहिचानमा जातीय बाजा गाजाको साथ उहाँहरू हुर्रा नाचिराख्नु भएको छ, हुर्रा नाचमा चाहिँ रमाइराख्नु भएको छ। दर्शक महानुभाव तपाईँ देखिरहनु भएको छ यहाँ हुर्रा नाचको आयोजना भइरहेको छ। मगर समुदायको विभिन्न जातीय वेशभूषामा सजिएर चाहिँ बाजा गाजाको ताल सहित उहाँहरू चाहिँ हुर्रा नाच नाचिराख्नु भएको छ। एक आपसमा हातमा हात समाएर एकदम गोलबद्ध लाइनबद्ध भएर उहाँहरू चाहिँ आफा पनि गीतको भाका पनि हालिराख्नु भएको छ। उहाँहरूले आज 2081 साल माघ 1 गते माघे सङ्क्रान्तिको अवसरमा चाहिँ मगर समुदायहरू चाहिँ मनाउने माघे सङ्क्रान्तिको अवसरमा चाहिँ विशेष अवसरमा उहाँहरू चाहिँ नाच नाचिराख्नु भएको छ। मिलिरहेका सम्पूर्ण दर्शक महानुभावहरूलाई यस प्राङ्गणमा तला फेर झरेर यस मेला गीतबाट मैले रौनक गर्नमा हार्दिक अनुरोध गर्दछु। दर्शक महानुभावहरू हामी यो मोरङ जिल्लाको केराबारी गाउँपालिका वार्ड नम्बर 4 स्थित चुरी भन्जानको यस स्कुलको प्राङ्गणमा छौँ। यहाँनिर चाहिँ मगर समुदायहरू चाहिँ आफ्नो जातीय वेशभूषामा चाहिँ उहाँहरू चाहिँ तालमा ताल बजाएर आफ्नो बाजा गाजा सहित उहाँहरू चाहिँ हुर्रा नाचिराख्नु भएको छ। यहाँ दर्शकहरू हेर्ने दर्शकहरू स्थानीय तथा वरपरको स्थानबाट यहाँ विभिन्न मान्छेहरूको पनि यहाँ बाक्लै उपस्थित रहेको छ। केटाकेटीदेखि बुढाबुढी युवा युवती सबैको यहाँनिर चाहिँ सहभागी रहेको देख्न सक्नुहुन्छ। राखिदिनुको लागि आज हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्लाका खास प्रदेश सांसद माननीय खड्गबहादुर बस्नेतज्यूलाई म हार्दिक अनुरोध गर्दछु र उपस्थित सम्पूर्ण महानुभावहरूलाई जोरदार तालीका साथ उहाँलाई स्वागत गरिदिनु पनि म हार्दिक अनुरोध गर्दछु। माघे सङ्क्रान्ति 2081 केराबारी 4 चुरी भन्जान कार्यक्रममा उपस्थित रहनुभएका विशिष्ट अतिथि केराबारी गाउँपालिकाका अध्यक्षज्यू नेपालमा केराबारी वडा नम्बर 4 मोरङ जिल्लाको स्थल कल्याण माध्यमिक विद्यालय प्राङ्गणमा छ। यहाँ आज माघे सङ्क्रान्तिको उपलक्ष्यमा चाहिँ मगर जातिहरूले चाहिँ आफ्नो हुर्रा नाच नाचिराख्नु भएको छ। देख्न सक्नुहुन्छ मादल बजाएर झ्याली बजाएर बाँसुरी बजाएर चाहिँ हुर्रा नाच नाचिराख्नु भएको छ। समाजहरू निकै रमाइलो भएको छैन रहेछ। मगर सङ्घका आदरणीय व्यक्तित्वज्यूहरू विभिन्न वडाबाट आउनुभएका सांस्कृतिक टोलीका साथीहरू कलाकार नृत्यकार भाइ बहिनीहरू यस माघे सङ्क्रान्ति 2081लाई सफलतापूर्वक सफल बनाउन आउनुभएका सम्पूर्ण मगर समुदायका दाजुभाइ दिदीबहिनीहरू उपस्थित सहयोगी दर्शक महानुभावहरू यहाँहरू सबैलाई म खुसी सभा सदस्य खड्गबहादुरको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्दै यहाँहरूको यो महान पर्व पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेर शुभकामनाका वंशज राख्ने मौका दिनुभएको छ। म आयोजक मगर जनप्रति हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। गरिकन यो पर्वलाई योसँग ल्याउन सहयोग पुर्याउनु हुने
नेतृत्व गर्दै हुने सम्पूर्ण सहयोगीहरू नगर सङ्घ सबैलाई म हार्दिक अभिनन्दन भन्न चाहन्छु। मित्रहरू, हाम्रो देश नेपाल वास्तवमा भन्ने हो भने हामी विभिन्न जाति विभिन्न संस्कृति यो हाम्रो आफ्नै गहनाहरू हुन्। त्यसैले हाम्रो यो सुन्दर देश नेपालमा विभिन्न संस्कृतिहरूले आफ्नो संस्कृतिलाई जोगाउन अगाडि बढिरहनु भएको छ। भविष्यमा पनि आफ्नो संस्कृति जोगाउँदै आफ्नो समुदायको हितको शुभकामना चाहन्छु। यो महान पर्वमा यसैले हामी सबैको कामना भन्ने पनि चाहन्छु। अब खास गरिकन विशेष वडा अध्यक्षज्यू चार्जमा आउनु भएको छ। सबै जनप्रतिनिधिलाई विशेष वडा अध्यक्षज्यूको नेतृत्वमा स्वागतको रूपमा यो कार्यक्रम धन्यवाद पनि भन्न चाहन्छु। अन्त्यमा समय गइसकेको छ र लामो समय लिन चाहन्न। फेरि पनि नेपाल मगर समन्वय समिति केराबारी व्यक्त गर्दै मेरो क्षेत्र बनाए अन्त्य गर्दछु। धन्यवाद। आजको हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि मेयन क्षेत्र नम्बर 1 खालका प्रदेश सांसद माननीय खड्गबहादुर बस्नेतजी, उहाँले आफ्नो सान्दर्भिक भनाइहरू हजुरहरूको माझमा प्रस्तुत गरिरहनुबाट दिँदा भइसक्नु भएको छ र म फेरि पनि अनन्तकालीन दिनमा नयाँको चिलो वितरण गर्ने कार्यलाई अगाडि बढाउन चाहन्छु र नयाँको चिलो वितरण गरिदिनुका लागि आजको यस कार्यक्रमका शिवाध्यक्ष किरो बहादुर मगरजी नयाँको चिलो ग्रहण गरिदिनुका लागि आज हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि मेयन क्षेत्र नम्बर 1 का प्रदेश सांसद माननीय खड्गबहादुर बस्नेतजीबाट हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि केराबारी गाउँपालिका बोर्डका अध्यक्ष मनमाया मगरजीलाई म हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि कोशी प्रदेश कमिटीका मुख्य सचिव तथा केराबारी वडा नम्बर 1 का वडा अध्यक्ष शरण कृष्णकोटे मगरजीलाई म हार्दिक अनुरोध गर्दछु।
Hasira